Hello and namaste everyone, welcome back to the Emika Sana YouTube channel. आज चाहिँ हामी ट्रेकिङ जाँदै छौं मार्दी। यहाँ भाउजू रेडी भइसक्नु भयो। यहाँ मेरो ब्याग छ। अब साथीहरुलाई बाटोबाट भेटिन्छ। ल यहाँ चाहिँ एउटा साथीलाई भेटिसक्यौं। गुड मर्निङ भन्न। गुड मर्निङ। गए बाइ बाइ। अहिले चाहिँ हामी हिँड्दै छौं। तपाईको नयाँ ट्रेकिङ सुज टल्किरहेछ। हामी चाहिँ कति 5 बजे हिँड्ने प्लान भनेको यसै गरेर 6 बन्न लाग्यो। त्यहाँ दुईटा साथीहरु छन् लुकेर बसे जस्तो भए। हामी चाहिँ दुईटा साथीलाई भेटिसक्यौं। हेलो गाइस। अब यहाँ हामी 3 जना बस्छौं। हामी नास्ता खाँदैछौं बालु पाहाडमा। यहाँ नास्ता खाएको मिठो पाउने रहेछ। अहिले चाहिँ हामी लेक साइड हिँड्दैछौं। यसो अलिअलि ग्लोभ्सहरु किन्न थियो बाक्लो त्यही भएर यता हम अहिले साथीहरु चिप्लेडुङ्गातिर छन्। अब एकछिनमा हरिचोकतिर गएर भेटौँला है। हामी चाहिँ यो काडे जाने बस लियौं 0 बाट। अहिले चाहिँ 6 जनै भेट भइसक्यौं। हामी काडे आइसक्यौं। यहाँ अस्ट्रेलियन बेस क्याम्प जाने लोकेसन मजाले देखाइदिनु भएको रहेछ। आजको हाम्रो ट्रेक चाहिँ काडेबाट अब देउरालीमा थाक्यो भने त्यही बसिन्छ, नभए टार्गेट चाहिँ आजको फर्स्ट डेको हाम्रो फरेस्ट क्याम्प छ। फरेस्ट क्याम्प हुँदै लो क्याम्प हुँदै बादल डाँडा हुँदै हाई क्याम्प हुँदै अप्पर भ्यू पोइन्ट मार्दी जाने हो। अहिले चाहिँ यहाँ काडेमा यस्तो पानी परेर हामी रेनकोट लायौं। यस्तो भएर हिँडेको बिजोक भयो। पानी चाहिँ हल्का परेको। अहिले चाहिँ हामी हिँड्दा हल्का थाकेर यता लौरी लिँदैछौँ। यस अहिले त सजिलो बाटो तगडाइने सबैजना। अहिले चाहिँ हामी अस्ट्रेलियन बेस क्याम्प आयौं। हामी चाहिँ काडेबाट 2 बजे हिँडेर अस्ट्रेलियन बेस क्याम्प चाहिँ 3 बजे ठ्याक्कै 1 घण्टामा आइपुग्यौं। हजुरहरु पनि त्यस्तो बेसरी रेस्ट नगरिकन ठिकै पाइला सानो पाइला भए नि चाल्नु भयो भने चाहिँ 1 घण्टामा आइपुग्नुहुन्छ। अहिले चाहिँ हामी शान्त डिसिप्लिन भएर एकदम लाइनमा सब ग्रुप हिँडिरहेछौं। थकित अवस्थामा आधी घण्टा जति हिँडेर हामी आयौं अस्ट्रेलियन बेस क्याम्पबाट।
Oh no. बोल्दैनन् यिनीहरू एकदम मूर्तिहरू मात्रै हो पोथानामा चाहिँ चेकपोस्टमा नामहरू दिएर अनि हामी देउरालीतिर हिँड्छौँ जाम मार्दी आउँदा चाहिँ केही टेन्सन लिनै नपर्दो रहेछ बाटो चिनिन भनेर जता नि यस्तो बोर्ड अनि हेरे जस्तै हो यस्तो रिबन लगाइदिएको हो केही टेन्सन लिन पर्दैन रिबन लगाएकोबाट सिधा बाटो नबिराइ हिँड्ने भने केही आत्तिन पर्दैन टोली त के हो साइलेन्ट घरि पानी आउने घरि पानी जाने भएर हामीलाई ल अहिले फेरि ठिकै पानी परे अहिले भ्यारेर गरेर ऱ्याङ्को झिकेर लागिहाल्यो ए ठुलै पर्यो अहिले त चड्कन परेर लास्ट सातो लैदियो फर्स्ट टाइम थाहा भयो अब यस्तो यो सिजनमा चाहिँ अलि हिँड्न चाहिँ नहुँदो रहेछ चड्कनहरू पर्ने अलि डर लाग्यो चड्कन पर्दा कस्तो भयो सातै गयो है नसक्नु धन्दै मम्मी मात्र रुन मात्र नसक्यो कमला बेहोस हजुरलाई कस्तो भयो फर्स्ट टाइम कस्तो ओ बराबरी फर्स्ट टाइम रुटिङ दिए कस्तो हातो त प्रितम देउरालीमा चाहिँ इन्द्रेणी लायो वाउ कस्तो दामी इन्द्रेणी जस्तो मान्छे पनि उत्तिकै राम्री पछाडिबाट मान्छे राम्रो हो कि मान्छे राम्रो हो कि ऱ्याङ्कोट राम्रो हो नानी हेर त यता फर्क त यहाँ माथि आएपछि चाहिँ प्रितम देउरालीबाट चाहिँ यस्तो लोकेसन के भन्छ सिग्नल दिएको हुँदो रहेछ Way to Mardi romantic hill अरे ओ रोमान्टिक हिल जाऊ यहाँ चाहिँ गोठालो बस्ने है छ वाउ यो त कति महिना यहाँ बसेर बल्ल तल लाने होला नि हैन के हो ए अब घान्द्रुक लाने हो अब 10-12 दिन 4 महिना भयो त्यसमा यो वन किनेर पैसा तिरेर चराउनु पाउँछ कि त्यति चराउनु दिनु पैसा माग्छ यसरी ढुङ्गाहरुमा नि लोकेसनहरु दिएको हुन्छ यता हाम्रो भाउजू फेरि फुरुङ फुरुङ भएर अलि राति के हो यहाँ थाहा अहिले गएर पहाल्ने त खच्च पैसा पानी छ नि त बोतलमा हामी चाहिँ आज लास्ट हिँड्यो वालिङबाट पोखराबाट फेरि काँडे आइयो गाडीमा त्यतिखेरै 12-1 बजिसकेको थियो काँडेबाट खानासाना खाएर 2 बजे हिँड्यो घामै थियो फर्स्ट दिनमै चाहिँ हामी अलि बढी नै हिँड्यौँ के गाह्रो जस्तै भयो तर भ्यूको लोभले एकदम एक्साइटेड छौँ अहिले चाहिँ कति बज्यो
अब हामी लाइट साइट निकालेर लगभग सब ग्रुपै भयौँ हामी कति 10 जना 12 जनाको ग्रुपै भयौँ अब चाहिँ रातिको एक्सपिरियन्स नि हुने भयो हुन चाहिँ मलाई खुमाइमा नि भइसकेको 9-10 बजीसम्म हिँडेर यस्तो घना भन्न जङ्गलमा चाहिँ फर्स्ट टाइम नै हो कस्तो भयो रातिमा हिँड्दा कस्तो भयो ओहो जसले हिँड्न सक्दैन त्यसले यस्तो एक्सप्रेसन ग्रुपै भएर चाहिँ रमाइलो भयो अँधेरोमा हिँडे पनि गुड मर्निङ एभ्रिवान आज चाहिँ हाम्रो सेकेन्ड डे हामी चाहिँ फरेस्ट क्याम्प भन्दा 1 घन्टा तलपट्टि छौँ अहिले चाहिँ नास्ता खान लाग्यौँ हिजो थकित भयो यहाँ चाहिँ आगो ताप्दै पानी खाँदै अनि हाम्रो बिहानको ब्रेकफास्ट चाहिँ यस्तो हो ल यहाँ चाहिँ सबैले नास्ता खाँदै हुनुहुन्छ हिजो चाहिँ राति आएर थाकेर खाएर सुत्यो भेज खाना अनि रुम चाहिँ यही थियो पर पर्सन 1200मा मिलाएर बस्यौँ अहिले चाहिँ कति 9 बज्न लाग्छ अनि हामी यहाँबाट चाहिँ फरेस्ट क्याम्प भन्दा तलबाट चाहिँ अब ट्रेक सुरु गर्दैछौँ अब हाई क्याम्पमा कतिखेर पुगिन्छ थाहा छैन सबले रेनकोट लाएर हिँडिरहौँ ल जाम मोबाइल जिको गएँ हामी त बाई बाई ल गएँ भाइ बाई अहिले चाहिँ हामी फोटो ब्रेक लिएर हिँड्दैछौँ खै पछाडि हेलो हाइगर हेलो बिन्ता ममता हाइगर भएन फेरि हेर होइन कसम होइन देख्ने हो ल जाट न हल्का भ्यू देखेर केटीहरू धेरै एक्साइटेड भए हिँड के हिँड के माथि 1 भ्यू पोइन्ट होटलबाट कति
1.5 घन्टा कि 1 घन्टा हिँडेर फरेस्ट क्याम्प आइयो। नमस्ते। हामी उता तल के 1 घन्टा तल रहेछ है एउटा होटल, त्यहीबाट फरेस्ट क्याम्पबाट चाहिँ गान्द्रुक मजाले देखिँदो रहेछ। ल जाम। यहाँ चाहिँ राम्रो राम्रो होटलहरू हो फरेस्ट क्याम्पमा। हिजो यहीँ बस्नु भनेको अलि ढिलो भयो हामी आउनलाई, त्यही भएर तलै बस्यो। ल पानीहरूको केही चिन्ता लिन पर्दैन। वाउ। ठाडै उकालो नै रहेछ, नातिकन आउन सजेस्ट गर्छु म। हामी चाहिँ फरेस्ट क्याम्पबाट 1.5 घन्टा हिँडेर रेस्ट क्याम्प आइयो। भ्यू चाहिँ दामी हो, अलि छेक देखाएर बादलले। यहाँ चाहिँ चौरी गाईको कपाल हो कि के हो, सुकाउँदै रहेछ। अहिले चाहिँ हामी लो क्याम्पमा आइपुग्यौँ। थकै लाउँदो रहेछ फरेस्ट क्याम्पबाट, ठाडो ठाडै उकालो जस्तो धेरै रहेछ। यहाँ चाहिँ लाली गुराँसहरू राम्रोसी फुलेर राम्रो देखियो। मार्दीमा चाहिँ धेरै चाहिँ टुरिस्ट नै आउनु हुँदो रहेछ नेपाली भन्दा। हामीलाई चाहिँ अहिले खाना भोक लागेर यस्तो थकै लाग्यो जस्तो भयो। चाहिँ लो क्याम्पमा खाना लाग्छ, भेज खाना। हामी खाना खाएर गर्ने दाइ, मिठो लाग्यो खाना। हामी चाहिँ होटल स्तुपामा खाना खायौँ। पर प्लेट 600 भेज खानाको। लो क्याम्पबाट चाहिँ यस्तो पुरानो पुरानो लाली गुराँसको बुट्टाहरू एकदम बाक्लो रहेछ। यो वर्ष चाहिँ त्यस्तै फुलेन अरे, फुल चाहिँ ठिकठिकै अलिअलि देख्न चाहिँ पाइयो, तर रातो र पिङ्क चाहिँ एकदम धेरै देखियो। अहिले चाहिँ लो क्याम्पबाट
1-1.5 घन्टा हिँडेर हामी बादल डाँडा आइपुग्यौँ। बादल चाहिँ यस्तो भयो। यहाँ चाहिँ हामी रेस्ट गर्दैछौँ। अहिले चाहिँ हामी मिडल क्याम्पमा छौँ। यहाँ चाहिँ लाली गुराँस यस्तो राम्रोसित फुलिरहेको, यस्तो राम्रो, यस्तो झप्प झप्पको राम्रो बन्नै त्यो लाली गुराँसले भरियो हो। यहाँ थिम चाहिँ तल तल भन्दा यिनीहरू चाहिँ हिँड्न नसकेर यहाँ छन्। यता भाउजूहरू हुनुहुन्छ, ऊ यता कता हो, म चाहिँ अलि माथि नै छु। एउटा कुरा लास्टै मन पर्यो, यो डस्टबिनहरू पनि यस्तो यस्तो बनाएर कस्तो राम्रो बनाएर राखिदिनु भएको। फोहोर चाहिँ ठ्याक्क ठाउँ ठाउँमा फाल्ने बनाइदिनु भएको छ, यहीँ फाल्नु होला। चाहिँ मासतिर लास्टै भिडभिड जस्तो रहेछ। यहाँबाट चाहिँ बुट्टाहरू अलिक कम कम देखिँदै गएछ। हाई क्याम्प आउने बेला चाहिँ यस्तो ठुलो ढुङ्गा रहेछ, यस्तो भिडमा चाहिँ हाई क्याम्प आउने बेलामा पानी परेर हामी यस्तरी बसेछौँ। यता मेरो दोस्तहरूको हालत यस्तो भइरहेछ, उनीहरूको हालत यस्तो भयो। रेनकोट चाहिँ ल्याउन नबिर्सिनु होला, एकदम इम्पोर्टेन्ट छ माथि ट्रेकको लागि। गाह्रो गाह्रै भएको छ, घरि पानी पर्छ, घरि के हुन्छ। ल हामी अब हाई क्याम्पमै गएर भेटौँ ल गाइस। 45:30 हिँडेर अहिले 6 बजे ठ्याक्क हाई क्याम्प आइयो। पानी परेर अलिक गाह्रो भयो। हामी चाहिँ आज फिस्टल गेस्ट हाउसमा बस्ने भयौँ। त्यहाँ चाहिँ भेज खानाको प्याकेज रहेछ पर पर्सन। यो चाहिँ आजको रुम। चाहिँ जाडो भयो, आगो ताप्दैछौँ ग्रुपमा। सबै चिसै हो। यो चाहिँ हाम्रो सेकेन्ड डे नाइटको खाना हो, सरारा भेज खाना। भोकाएर खाइसके कोही, फेरि म पनि खाना स्टार्ट गर्छु। आजको ट्रेक अनुसार भात र दबा हो है केटी हो। कमली आज कस्तो भयो तिम्रो दिन? एकदम रमाइलो दुःख सबै भयो मिक्स। यो चाहिँ पोखरा, यो डिनेरीदेखिको चाहिँ, अनि यो चाहिँ माछापुछ्रे भइहाल्यो। यो चाहिँ एबिसी, यस्तो राम्रो देखेछ हाई क्याम्पबाट। भोलि चाहिँ हामी माथि पुग्छौँ। राति 2:30 बजे उठेर तँलाई दिएको मैले हाल भनेर दिएको। 2:30 बजे उठेर अब भ्यू हेर्न जान लाग्यो। यस्तो नक्कल पार्नै पर्यो केटी मान्छे भएपछि। गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो थर्ड डे। बिहान कति 2:30 बजे उठेर नक्कल सक्कल पारियो। अब जान लाग्यो। यता यिनीहरू ढिलो ढिलो गर्दैछन्, यता पछाडि देख्ले होइन। यता
आजको मर्निङ भ्यू चाहिँ यस्तो छ ठ्याक्क हिमाल नि खुले अहिले कति बजे पुगिन्छ बेस क्याम्प चाहिँ सबै एक्टिभ भएर हिँड्दैछन् यहाँ कता गए देखिएन भ्यू चाहिँ दामी छ यहाँ चाहिँ मान्छेहरू छिटै 3 बजे या 4 बजे उठेर हिँडिहाल्नुहुन्छ सब हिजो चाहिँ पानी परेको भएर यो असिना स्नो जस्तो भएछ भाइ अहिले चाहिँ अन्नपूर्ण साउथमा मजाले घाम लाग्यो यता माछा पुच्छ्रेमा चाहिँ घाम लागेन अब एकछिनमा लाउँछ होला हामी माथि पुगेपछि morning watch. अहिले चाहिँ हामी 4 बजेतिरबाट आइक्याम्पबाट हिँडेर भ्यू पोइन्ट आइपुग्यौँ ठ्याक्क 6 बजे ठ्याक्क सनराइज यस्तो राम्रो देखियो हिजो चाहिँ पानी परेर यो असिना पानी परेर यस्तो स्नोफल भयो जस्तो दामी देखियो अहिले चाहिँ हामी भ्यू पोइन्टमा आइसक्यौँ कति 4 बजे हिँडेर 6 बजेतिर ठ्याक्क आइसक्यौँ यहाँ चाहिँ सनराइज ठ्याक्क भयो यता हाम्रो साथीहरूलाई अब फोटो ब्रेक दिएछु ल भाउजूलाई कस्तो लाग्यो भनिदिनु भ्यू एकदमै रमाइलो खुसी लागिरह यहाँ र सबैजना आउनु होला ल हाम्रो कमली दिदीलाई कस्तो लाग्यो राम्रो हाम्रो ममतालाई हाम्रो ठुल्दाइलाई कस्तो लाग्यो हाम्रो बिन्तालाई दुःख गरेर आएर नि यतिको भ्यू चाहिँ हेर्न पाइयो यहाँ आएर चिया खाँदैछौँ चिया पनि लिँदै गर्नु सेलाइहाल्यो भने फेरि दाइले हामी लाएर गरिदिनु भएको छ होइन मिलाएर कति भन्नुभयो मिलाएर ठ्याक्क 1 कपको 150 तपाईँले त्यो भन्यो भने फेरि मलाई बर्बाद हुन्छ उहु कस्तो छ चिनिला छ परियो र चिया खान्छ मैले चाहिँ मिठो भयो पावरको लागि
ल ल ल ल सुरु भइसक्यो है भिडियो अहिले चाहिँ हाम्रो फोटोसोटो खिचेर भ्याइयो अब बेस क्याम्पतिर जान्छौँ 7:30 भयो अहिले चाहिँ ट्रेकिङ आउने सिजन भएर लास्टै धेरै विदेशी अनि पछि नेपाली नि हुनुहुन्छ यहाँ चाहिँ साडी लाएर टिकटक बनाउँदै हुनुहुन्छ जिसमी से छ उजेली कल चस्मा लौहे सनी बिसल बजारको नगर है सुर्ता मैया 2-4 हजारको अहिले चाहिँ हामी 3 जना हिँडिरहौँ केटीहरू त्यहाँ 3 जना केटीहरू हिँड्न नसकेर त्यही तल भ्यू पोइन्टमा बसेछन् हामी चाहिँ बेस क्याम्पमै पुग्ने भनेर आँट गरेर हिँड्ने हम पुरा स्नो भएर हजुरहरू चाहिँ स्नोमा हिँड्दाखेरि यसो लोकेसनहरू थाहा भएन भने यसरी खुट्टाको पाइला नभयो यसरी सिग्नल दिएको हुन्छ यसरी हो यो हेरेर हिँड्नु होला यो चाहिँ यो यसरी धर्को दिएको चाहिँ यो गाइडहरूले यो बाटो भनेर देखाइदिएको हो स्नो चाहिँ बाक्लो नै छ तर त्यस्तो खुट्टै गाडिने त छैन ठिकै तर यो सिजनमा चाहिँ यो चाहिँ मार्दिमा बाक्लो नै हो एलाउ छैन त्यसरी नजिकैबाट उठ्छ फाइनल्ली वी रिच आवर डेस्टिनेसन भ्यू पोइन्टबाट 2 घन्टा हिँडेर यहाँ आइयो अब आउँदा आउँदा किन छोड्ने भनेर चाहिँ भ्यू पोइन्टबाट आउनलाई ढिलो गरियो उता फोटोसोटो खिचेर टाइम त्यतै गयो अहिले चाहिँ 9 बज्न लाग्यो सकभक हजुरहरू चाहिँ अलि बिहानै छिटै आउनु होला यसरी बादलले छेकिदिन्छ नत्र भयो भ्यू गयौँ है भयो ल अब चाहिँ हामी भ्यू पोइन्टबाट लाग्यौँ हिउँ परिरहेछ सर्टकट नअपनाउनु होला यस्तो भिड छ हामी चाहिँ यताबाट झुक्किएर आइयो तर लास्ट डर लाउने भिड छ यता फेरि यस्तो गाह्रो बाटो आइयो हो सर्टकट बाटो बिराइएछ तर सर्टकट भनेर यही बाटो भन्नुभएको थियो तर हामी उताबाट ठ्याक्कै यही बाटो हिँड्नेछ कि उता तलबाट जानुपर्ने थियो यही मान्छेको डर लाग्यो एडभेन्चर चलिरहेको यहाँ यो टाढो डाँडाबाट सिधै झरेको यता पछाडिबाट घुमेर आउन नि मिल्दो रहेछ तर हामीलाई बाटो बिराइएर यो गोरेटो झरियो गाह्रो भयो झर्न सक्ने आएछौँ नत्र जो कोहीको सातो जान्छ त्यो बाटोमा हिउँको खासमा अहिले त झन् ठुलो पर्यो
हामी चाहिँ बेस क्याम्पबाट 10 बजे फर्केर अहिले चाहिँ 12:05 छ। कति 2 घन्टामा आइयो। यो चाहिँ हाम्रो फ्रिस्टेल गेस्ट हाउसको नास्ता। अब बेस क्याम्पबाट फर्किएर 12 बज्यो। यता थकित छन् मान्छेहरू कोही। अहिले चाहिँ हामी हाई क्याम्पबाट सिडिङ हुँदै फर्किन लागेको। तिमीलाई यो ट्रेक कस्तो लाग्यो? दिनको ओह्रालो झरेको लास्ट ठाडै ओह्रालो रहेछ। जङ्गलमा लावारिस अमेरिकाको जङ्गलमा लावारिस 6 जना। सिडिङको बाटो चाहिँ लास्ट चाहिँ फर्किँदाखेरि लास्ट ओह्रालो हो। त्यहाँ माथि लोवर क्याम्पमा 2.5 घन्टा देखाए पनि 4-5 घन्टा लाउँछ गाइस। अब यता तल कताबाट गाडी लाउँछ कुनी। थाकियो, लास्टै थाकियो। यताबाट सिडिङ हुँदै माथि जाने हो भने चाहिँ तलबाट होटलहरू चाहिँ ठिकै पाइँदो रहेछ। उता लोवर क्याम्पबाट झऱ्यो भने चाहिँ बिचमा कति 2-3 घन्टासम्म चाहिँ होटलै नआउँदो रहेछ। अलिक गाह्रो हुने रहेछ। हिजो चाहिँ राति कति 10 बजीतिर बल्ल होटल पाएर बसेर थकित पारामस्तियो। अहिले चाहिँ हामी घर हिँड्दैछौँ। सबै ओल्यास्स भएर बिचरा थाकेर एउटाको बिचरा नङै उक्लिएछ। नङ उक्लिएछ तर ट्रेक हिँड्दा चाहिँ अलि लुजै लाउन सजेस्ट गर्छु म चाहिँ। सो आजको लागि यति नै गाइज, बाई बाई।